स्वागत छ सर यहाँलाई। धन्यवाद सर। सर आफ्नो परिचय बताइदिनु न। मेरो नाम उपेन्द्र रेग्मी, म नेपाल रेड क्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र प्राविधिक प्रमुखको रूपमा काम गर्छु। सर आज हामीले कुरा गर्न खोजेको चाहिँ यो रक्तदानमा महिला सहभागिताको कुरा हो। यो अहिलेसम्म यहाँको अनुभवमा महिलाको सहभागिता कस्तो छ रक्तदानमा विशेष गरी? धन्यवाद सर। अहिले चाहिँ समग्र रूपमा हेर्ने हो भने चाहिँ महिलाहरू रक्तदाता एकदम कम नै हुनुहुन्छ। तर नेपालगञ्जमा चाहिँ सरिता गेवाली दिदीले चाहिँ अब यो महिलाहरूको रेकर्डै तोड्नु भएको छ र 76 पटक रगत दिएर चाहिँ उहाँले इतिहास रच्नुभएको छ बाँकेमा। धेरै सङ्घ संस्थाहरूबाट उहाँ चाहिँ सम्मान पनि पाइसक्नु भएको छ। अब उहाँको नाम हेर्ने हो भने त महिला कम भयो भन्नै मिल्दैन, तर पनि समग्रमा हेर्दाखेरि चाहिँ अनि पुरुष रक्तदाताभन्दा महिला रक्तदाता चाहिँ अलिक कम नै हुनुहुन्छ। शारीरिक हिसाबले पनि उहाँले महिनावारी भएको बेलामा, प्रेग्नेन्ट भएको बेलामा ब्लड दिन मिल्दैन, त्यही भएर पनि त्यो शारीरिक हिसाबले पनि उहाँहरूको त्यो अनुपात चाहिँ पर्सेन्ट चाहिँ कम भएको हो। तर पनि एवारनेस पहिलाभन्दा धेरै एवारनेस चाहिँ आएको हो सर। पहिला रगत दिने मान्छे पनि हुनुहुन्थेन, धेरैले चाहिँ डराएर रगत दिनुहुन्थेन, तर अहिले चाहिँ बढिरहेछ, बिस्तारै चाहिँ रक्तदान गर्ने क्रम बढिरहेछ। महिलाहरू पनि जागरुक भइरहनु भएको छ। महिलाहरूकै आयोजनामै कति कार्यक्रम हुन लाग्छ आजभोलि। महिला सङ्घको कार्यक्रमहरूमा नै रक्तदान कार्यक्रम भइरहेको हुन्छ। यो प्रतिशतले हेर्दाखेरि चाहिँ महिलालाई धेरै रगत चाहिन्छ कि पुरुषलाई? धन्यवाद सर। महिलालाई अलि धेरै चाहिन्छ सर। हाम्रो डाटा हेर्ने हो भने 15% जति महिलाहरूलाई चाहिँ रक्तदान गर्नुहुन्छ भनेदेखि चाहिँ 85% महिलाहरूले चाहिँ रगत लिनुहुन्छ र त्यसको अपोजिट चाहिँ पुरुषहरूले 85% रगत दिनुहुन्छ भने 15% रगत लिने बिरामी हुनुहुन्छ। त्यही भएर पर्सेन्ट हेर्ने हो भने त अब महिलाहरूको कम नै हुन्छ। यो महिलालाई रक्तदानमा प्रोत्साहन गर्नको लागि प्रादेशिक रक्त सञ्चारले केही त्यस्तो अभियान चलाएको छ? हामीले त्यस्तो स्पेसल्ली महिलाको भन्ने चाहिँ छैन है सर। हामीले पनि काठमाडौँतिर चाहिँ 1-2 चोटि वर्कसपहरूमा गएर भाग लिएको हो, तर नेपालगञ्जमा चाहिँ हामीले त्यसरी महिलालाई नै भनेर स्पेसल चाहिँ चलाएको छैनौँ। र हाम्रो प्रादेशिक रक्त सञ्चार केन्द्रबाट चाहिँ रक्तदाता मोटिभेसन कार्यक्रम भनेर चलाउँछौँ कलेजहरूमा, सङ्घ संस्थामा गएर होइन। तर महिलाहरूलाई पनि बारेमा उहाँहरूको बारेमा नै भन्छौँ भन्न त, तर स्पेसल्ली महिलाहरूको लागि चाहिँ चलाएको छैनौँ। अब जनरली तरिकाले चल्छ। हस्, धन्यवाद। धन्यवाद।